चाहिँ गण्डकी रेम्बो टाउट। अब हामी यहाँभित्र जाँदैछौँ। आज सटरडे। हेर्नुहोस् कति प्याक छ आज सटरडेको दिन। यो पोखराबाट आउनुपर्छ यहाँ आउनलाई। कारहरू पार्किङमा छन्, बसहरू पार्किङ उता हो, बाइकहरू पार्किङ माथि छ। अनि ल हामी यहाँभित्र बस्दैछौँ। ल हेर्नु, हजुरहरू पनि एकचोटि आउनुहोला। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 2 सार्दी खोला। हेर्नुहोस् के लेखेको छ यहाँ। बाइक पार्किङहरू सम्मेलन पनि छ है। यो वाटरफल हेर्नुहोस् यस्तो राम्रो छ। सबजना खाएर आफ्नो घरतिर हिँड्नु भएको छ। हेर्नुहोस् यहाँ बसेर खाना मिल्छ। यहाँको लोकल फिस यहीँ खान पाइन्छ फ्राई गरेर। सब घरजनालाई भान्नु भएको छ। सबले आफ्नो परिवारको लागि हेर्नु। सटरडेको दिन आफ्नो बाबु नानीलाई यहाँ लिएर आएर यसरी पिङ खेलाउनु पनि सक्नुहुनेछ। एकचोटि जसै आउनै पर्ने ठाउँ हो यो। यहाँ स्विमिङ गर्न पनि मिल्छ गर्मीको समयमा।